Hello guys, welcome to my first vlog. Today we are going to Sipur National Park at Buranilkantha. Huh? Now we are going to Buranilkantha Mandir. So come. Jai Shri Ram. Chalo. हेलो गाइस, यो हाम्रो धार्मिक क्षेत्र ले ल ले धार्मिक क्षेत्रमा ले अबको हाम्रो रमाइलो यात्रा हुनेछ। अब यहाँबाट चाहिँ हामी उकालोतर्फ लाग्दैछौँ। त्यो डाँडामा पुग्नुपर्ने हुन्छ हामीले। We are going to buy some snacks. Red Bull और र गाइस, सामान किनेर अब उकालोतर्फ लाग्दैछौँ। हामीले जानुपर्ने त्यो डाँडोमा हो होइन, यो डाँडोबाट सिधा उता त्यो डाँडामा जानुपर्ने हो। रमाइलो भइरहेको छ। ल के भन्दै त दुई चार शब्द। कान फाटिसक्यो उसको। ल ठिक छ एन्टी चिलमा छन् उहाँ। यहाँ ताजा ताजा सब्जीहरू पाइन्छ। प्लिज आन्टीकोमा गइदिनु होला। there is beautiful house there. You have read मेरो तल्लो नायर गाइस, यहाँ कडा चेकिङ पछि अब हामीलाई भित्र इन्ट्रान गर्न दियो। अबको हाम्रो यात्रा भनेको माथि पहाडतिर उकालोतिर रहनेछ। सो लेट्स गो। यहाँ पानीको धारो पनि रहेछ। धेरै चिसो छ पानी। घनघोर जङ्गलको बिचमा छौँ। अब यहाँ बाघ भालु जे पनि हुनसक्छ। हेर, हामी अहिले दुईजना मात्रै छौँ। अरू साथीहरू अगाडि भट्किसके। अब एउटा विशाल रुख खसेको छ। यहाँ बादरहरू कराइरहेछन् ओहो गरेर। तपाईँ देख्न सक्नुहुन्छ यहाँ के कस्तो छ वातावरण। No talking situation.
के छ अब सुरु हुने सिनेरी असली ब्युटी सुरु हुने अब हाम्रो गुफा आयो जाऊ फाइनली हामी माथि पुग्यौँ। हेर्नुहोस् गाइस, तलदेखि माथिसम्म आइपुग्दा हामी लास्टै थाकिसकेका थियौँ। त्यसपछि हामीले खाजा खाने एमा डाल पर्यो माथिबाट मौसम खराब भएको कारणले समय पसिना पर्न सुरु भयो। पछि त हामी पानीले झिकेर अरू सबै मौसम हेरेर मौसमको के कस्तो छ भनेर बुझेर आएका रहेछन्। सबैले छाताहरू बोकेका, हामी लक्का भयो गन्ती देखाउन बिरामी भयो। थ्याङ्क यू गाइस, कस्तो लाग्यो भ्लग त्यो कृपया आफ्नो प्रतिक्रियाहरू दिनु होला। अब फर्स्ट टाइम भ्लग सुरु गरेको फर्स्ट भ्लग हो होइन, त्योमा चाहिँ अब बनाउन आएन, त्योमा माइन्ड नलिनु होला। जे छ कस्तो छ आफूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। अब अर्को भ्लगमा आउनेछौँ।